मारिचलाई रामको बाण लाग्यो र मर्ने बेलामा किन लक्ष्मणको नाम लियो? रावणले सीताजीलाई हरण गर्न मारिचसँग रावणले कस्तो योजना बनाए? आजको रामायण कथामा सम्पूर्ण कथाहरू सुन्न सकिन्छ। रामकालीन समयको घटना विस्तृत रूपमा किन कथाबाट सुन्दछौँ भने राम भगवान को हुनुहुन्छ? राम यस संसारमा किन आउनुभयो? राम भगवानलाई तीनै लोकमा किन मर्यादा पुरुष राम भगवानको जय जयकार गरिन्छ? राम भगवानको कथाले श्रीराम प्रति हाम्रो विश्वासलाई बलियो बनाउँछ र हामी हाम्रो विश्वासहरूलाई अझ मजबुत बनाउनेछ। त्यस समयमा राम राज्यको समयमा त्यतिखेर वनवासी जीवनमा रावणले सीतालाई हरण गर्नुको मुख्य कारण के थियो? मुख्य कारण अथवा दोष नभइकन कुनै पनि घटना घट्दैन। त्यसैले गर्दा घटना घट्नु अगाडि कुनै न कुनै कारण चाहिन्छ। त्यही कारण नै आजको यस विषयमा चर्चा गरिन्छ। रावणको बहिनी सुपर्णखाको अपमानको बदला लिनको लागि अनि रावणले त्यो बदला लिनु थियो। रावणले सीताको सौन्दर्यको बारेमा सुपर्णखा आफ्नै बहिनीबाट सुनेको थियो। त्यसैले सीताजीलाई प्राप्त गर्नको लागि अथवा सीताजीलाई प्राप्त गर्नको लागि कोही इच्छा धरेको थियो। रावणले मारिचलाई सुनौलो मृगको रूप धारण गर्न लगाए। रामलाई छल गरी टाढा लैजानु भनी मारिचलाई हुकुम गर्यो। रावणले भन्छ मारिचलाई, तब म सीतालाई हरण गर्न सफल हुनेछु। मारिचले रावणको कुरा सुनि मारिचले रावणलाई बिन्ती गर्छ, हे रावण, सीता हर्छु भनेर विचार नगर्नुहोस्। मलाई मृगको रूप धारण गरी सीतालाई छल गर्नुभन्दा मलाई बरु मारिदिनुहोस् भनी मारिचले रावणलाई बिन्ती गर्छ। रावण त राक्षसै हो, मेन राक्षसको मेन राजा नै रावण हो। त्यसपछि मारिच पनि राक्षस हो। मारिच पनि राक्षस थियो। अनि मारिचले रावणलाई भन्छ, रामचन्द्रलाई कसले जित्न सक्छ? रामसँग जित्छु भन्नु नै मृत्यु भोग्नु हो। मलाई एकै बाणले 400 कोस पारी पुर्याउनु भयो। रामचन्द्र बालक छँदा ताडाका सुर र सुभाउलाई भस्म गरिदिनु भयो, अथवा ताडाका सुर र भस्मलाई मारिदिनु भयो। अनि यसरी भस्म गरिदिनु भयो, मारिदिनु भयो भने हे रावण, सीता हर्छु भनेर दुष्ट मती अनि खराब विचार नलिनुहोस्। सीता हर्ने दुष्ट कदमले तपाईको सम्पूर्ण अहिलेसम्म भएको वैभवहरू नष्ट हुनेछ भनी रावणले मारिचले भन्छ। अनि यो खर, त्रिशर, दूषण भन्ने पनि राक्षस थियो। यो रावणकै सानो दूतहरू थियो। तिनीहरू नै राक्षस थिए। तिनीहरूलाई पनि श्रीरामले मारिदिनु भएको थियो। र त्यतिखेर लक्ष्मणले सुपर्णखा रावणको बहिनीको नाक कान काटी दिएको थियो र त्यस विषयमा चित्त नदुखाउनुहोस् भनेर मारिचले रावणलाई भन्छ, म यो सम्पूर्ण कुरा तपाईकै हितको लागि भन्दछु। यी त अधिनाथ ईश्वर हुन्, परमेश्वर नै हुन्। शिव शङ्कर भगवानदेखि ब्रह्माले पनि उहाँको नामको उच्चारण गरी जप गर्दछन् भनेर मारिचले रावणलाई भन्छ। सम्पूर्ण कुराहरू रावणलाई बताउँछ। रावणलाई मारिचले सबै वृत्तान्त बताए। तर रावण भन्छ, सीतालाई म हरण गर्छु। यदि रामचन्द्र ईश्वर नै हुन् भने म युद्ध गरौँला। सामान्य मानिस हुन् भने अवश्य मेरो हातबाट यिनीहरू मर्नेछ। म युद्ध गरौँला र सीतालाई हरण गर्नेछु। मारिचले मृगको रूप धारण गर्न
नमानेपछि रावणले मारिचलाई कडा वचन बोल्छ, हे मारिच, मेरो आज्ञा मान्दैनौ भने म तिमीलाई यहीँ मारिदिन्छु भनेर मारिचलाई रावणले कडा वचन बोल्छ। त्यसपछि मारिचले विचार गर्यो, रावणको हातबाट मर्नु नै छ, यदि रावणको हातबाट मरि म नरक जानुभन्दा बरु मर्नु नै छ भने म ईश्वरकै हातबाट मर्छु नि, बरु ईश्वरकै हातबाट मरे भने त बरु नरकबाट त पर्नेछु अनि मारिचले त्यो कुराहरू सोच्यो। र मारिचले सीताजीलाई छल गर्नको लागि मृगको रूप धारण गर्यो। अनि मारिच मृगको रूप धारण गरी उफ्रँदै सीताजी भएको ठाउँमा गयो र त्यहाँ पुगेर चरेको जस्तो भान गर्न थाल्यो। अनि सीताजीले त्यो मृगलाई हेर्दाखेरि अति सुन्दर देख्नुभयो। मृगको रूप धारण गरेको राक्षसले सीताजीलाई मोहको वशमा पारे। अनि रामले त्यो मृगलाई हेर्नुभयो। त्यो मृगलाई हेरेर अनि त्यो मृगको चालदेखि श्रीरामलाई शङ्का लाग्यो, कतै हामीलाई छल गर्दै त छैन भनेर सीताजीलाई श्रीरामले भन्नुभयो, हे सीता, तिमी अग्निमा आफ्नो रूप लुकाइ बस, छाया पनि नदेखाऊ भने श्रीरामले सीताजीलाई भन्नुभयो, यो मृगको केही छल हुन सक्छ भने रामले भन्नुभयो। सीताले त्यसै गर्नुभयो, आफ्नो स्वरूपलाई आफूलाई अग्निको छायाभित्र अथवा अग्निको छायामा लुकाउनु भयो। अनि सीतासँगै त्यतिखेर राम पनि हुनुहुन्थ्यो। सीताजीले अति विचित्रको त्यो मृगदेखि त्यस मृगलाई सीताजीको मनमा मृगलाई खेलाउँ लाग्यो। सीताजीलाई त्यो मृग खेलाउँ लाग्यो र सीताजीले श्रीरामलाई भन्नुहुन्छ, हे रघुपति, त्यो मृग अति सुन्दर छ, बिन्ती छ त्यो मृगलाई समातेर मलाई यहाँ ल्याइदिनुहोस्। त्यो मृग मलाई खेलाउँ लाग्यो, त्यो मृगलाई पक्री ल्याइदिनुहोस् भने रामलाई सीताजीले बिन्ती गर्नुहुन्छ। अनि सीताजीको बिन्ती श्रीरामले स्वीकार्नुहुन्छ र स्वीकार्नु भएर श्रीराम भन्नुहुन्छ, यदि असल छ भने म मृगलाई पक्रेर ल्याउनेछु, यदि असल छ भने म ल्याउनेछु भनेर श्रीरामजी भन्नुहुन्छ। र लक्ष्मणजीलाई श्रीरामले हुकुम दिनुहुन्छ, मनाइन्जेल सीतालाई सुरक्षा दिनु। यो घना जङ्गलमा दुष्टहरूको चालचलन खराब हुन सक्छ अनि त्यो चालचलनले गर्दाखेरि सीतालाई सुरक्षा दिनु भने श्रीरामले लक्ष्मणलाई हराउनुहुन्छ। अनि रामले मारिच नाम गरेको मृगलाई पक्रिन जानुभयो र राम जति मृगको नजिक जानुहुन्छ उति नै पर जान्छ, भाग्छ मृग। अनि मृगलाई पक्रिन खेत्दै श्रीराम जानुहुन्छ, लक्रिँदै जानुहुन्छ, पक्रिन खोज्नुहुन्छ। अनि झन्झन टाढा हुँदै टाढा पुगिसक्नु भएको थियो। त्यसपछि श्रीरामले मृगको चालमा शङ्का लाग्यो, यो मृगको भेषमा दुष्टको छल हुन सक्छ भने श्रीरामलाई रिस उठ्यो। अनि त्यसपछि श्रीराम रिसाउनु भयो। क्रोधित हुँदै उहाँले श्रीरामले धनुष बाण ताक्नुभयो अनि धनुष बाण चलाउनु भयो र मृगलाई बाण लाग्यो, मृग भुइँमा लड्यो अथवा पछाडियो। त्यतिखेर मारिचको छल ठुलो स्वरमा करायो, हे भाइ लक्ष्मण, म मरे भनी करायो। मारिचको यो छलको आवाज सुनि सीताजी एकदमै डराउनु भयो। अनि सीताजीले लक्ष्मणलाई भन्नुभयो, हे लक्ष्मण, दाजुलाई लौ न के भयो, झट्टै दाजु भएको ठाउँमा दाजुलाई खोज्न जाऊ भनी सीताजीले लक्ष्मणलाई भन्नुभयो अथवा हुकुम गर्नुभयो। हे लक्ष्मण, के भयो, दाजुलाई पक्कै केही भएको हुनसक्छ, तिमी गइहाल, दाजुको आवाज भर्खर गुन्जिएको छ भनेर सीताजी भन्नुहुन्छ। लक्ष्मणजी भन्नुहुन्छ, दाजुलाई केही भएको छैन, मृग रूप धरि आएको कोही दुष्ट हुन सक्छ, रामको बाण लागि मर्यो त्यो, अनि त्यसपछि त्यसको छल कराएको हो। हे भाइ, दाजु त फर्केर आउनुहुन्छ नि भनी लक्ष्मणजी भन्नुहुन्छ। सीताजीले आफ्नो अग्नि रूपमा छुपाएर राखिएको रूप
हटाई र आफ्नो स्वरूपमा आइन्। सीताजी रुँदै भन्छन्, लौ न मेरो रघुपति, लौ न मेरो रघुपति, के भयो भने पीड चिन्ता, असाध्यै पीड चिन्ता गर्न थाले। अनि लक्ष्मणजीले सीताजीलाई फेरि एक्लै छोडेर जान मान्नु भएन, किनभने घना जङ्गलमा दुष्टहरू त्यति नै थिए अनि राक्षसहरू जताततै राक्षसहरू थियो। त्यो राक्षसहरूदेखिको अनि सीताजीले एक्लै छोडेर जानु लक्ष्मणलाई साह्रै चुनौती थियो। अनि लक्ष्मण जान नमानेपछि फेरि सीताजी रुँदै लक्ष्मणदेखि रिसाउनु भयो, लक्ष्मणसँग रिसाउनु भयो सीता। अनि रिसाउन थालिन् र आँखाबाट बढी आँसु झार्न थाले। अनि सीताजीले लक्ष्मणजीलाई भन्छ नि, हे लक्ष्मण, तिमी यदि दाजुलाई खोज्न जाँदैनौ भने दाजुलाई आज यस्तो घोर सङ्कट पर्दा पनि तिमीलाई वास्ता छैन भने तिमी अति नै दुष्ट रहेछौ। आज थाहा पाए तिमी अति दुष्ट रहेछौ भने आज दाजुलाई यस्तो कष्ट, यस्तो सङ्कष्टमा पर्दाखेरि तिमी यदि जान मान्दैनौ भने हे लक्ष्मण, आज तिमी दाजु खोज्न जाँदैनौ भने तिमीलाई अगाडि म मेरो देह त्याग्नेछु भने बिलौना गर्न थाल्नु पर्यो। यदि तिमी जाँदैनौ भने म यहीँ मरिदिनेछु, म यहीँ देह त्यागिदिनेछु, किनभने आवाज मैले भर्खरै सुने रामलाई केही न केही भएको छ भनेर सीताजी अति व्याकुल हुनुभयो। अनि लक्ष्मण सीताजीको वचन सुने लक्ष्मणजी रिसाउँदै मनचित्त दुखाउँदै अनि सीताजीलाई वनदेवीलाई रखवाली अथवा रक्षा गर्न लगाई राखी रामलाई खोज्न लक्ष्मणजी निस्कनु भयो। लक्ष्मणजी रामलाई खोज्दै जाँदा निकै टाढा पुग्नु भयो। त्यतिखेर दुष्ट राक्षस रावणले आफ्नो रूप सन्यासी रूपमा धारण गरी सीताजी भएको ठाउँमा आइपुग्यो र सीताजीको आश्रममा आइपुगेर जोडले कराउँदै भिक्षा माग्न थाले। अनि सीताजीले को हो भनी सोध्नुभयो। रावणले भन्यो, म सन्यासी हुँ भनी सीताजीलाई भक्तिभाव चढाउन थाल्यो, किनभने ऊ दुष्ट थियो, ऊ आफ्नो स्वार्थको लागि आएको थियो, सीता हरण गर्नु थियो। त्यसपछि उसले नाटक तुरुन्तै गरिहाल्यो, किनभने सन्यासीको रूप धारण गरी अनि भक्तिभाव पनि चढाउन थालिहाल्यो। सीताजीले रावणलाई, हे गुरु, तपाईँ त्यहाँ बस्नुहोस्, मेरो पति आउँदै हुनुहुन्छ, नआइन्जेल बस्दै गर्नुहुन्छ। जब मेरो पति आउनुहुन्छ अनि तब म हजुरलाई केही न केही भिक्षाहरू मसँग जे छ म दिनेछु भनी सीताजीले गुरुलाई बिन्ती गरिन्। मेरो रघुपति आउनुहुन्छ र म हजुरलाई भिक्षा दिनेछु, भिक्षा दान दिनेछु भनी सीताजीले भन्नुभयो। सीताको वचन सुनि रावणले सीतालाई सोध्यो, यो घना जङ्गलमा तिमीहरू कहाँबाट आएको हौ? के हो तिम्रो पतिको नाम? के कारणले तिमीहरू वनवासी भयो? के कारणले गर्दाखेरि तिमीहरू वनवासी भयो भने रावणले सीतालाई सोध्यो। अनि सीताले सन्यासीको रूप ठानी सम्पूर्ण वृत्तान्त बताइन्। सीताले सन्यासीको नाम सोधिन्। सीताको वचन सुनि रावणले आफ्नो नाम र आफू आउनुको उद्देश्य सीता हरण गर्न आएको हुँ भनी रावणले सम्पूर्ण कुरा बताए। म सीतालाई हरण गर्न आएको। सीताजी त उहाँ नै हुनुहुन्थ्यो, उसलाई थाहा पनि थियो। रावणले त्यतिखेर अगाडिबाटै त्यो आश्रमलाई रेखी गरेको थियो र अनि सीतालाई म हरण गर्न आएको हुँ भन्दाखेरि रावणले सीतालाई भन्छ, रामचन्द्रलाई छोडिदियो, मलाई नै पति बना भन्दाखेरि सीताजी डराउनु भयो र सीताले भने, हे दुष्ट रावण, आज त अवश्य मर्नेछस्, तब त प्रभुको नजिक पर्नेछस्। र रावण आफू त्यो सीताजीले त्यसो भनिसकेपछि रावण आफू बसेको ठाउँबाट उठ्यो र आफ्नो स्वरूप भयो अनि 10 मुख भएको शिर देखाउँदै सीतालाई डर त्रास दिन देखाउन थाले। 10 मुख भएको शिर त भयो राक्षस रावणले। अनि त्यसपछि सीता डराउनु भयो। अनि रावणले मनमा नै सोच्यो, यदि पतिव्रता स्त्रीलाई मैले हात लगाउनु हुँदैन, यदि हात नलगाइकन मैले
कुनै स्पर्श नगरी गर्नु हुँदैन भन्ने कुरा रावणले बुझेको थियो। किनभने पतिव्रता सीताजी पतिव्रता हुनुहुन्थ्यो। अनि रावणले आफ्नो नाउँ भुइँमा गाड्यो र जमिनी सहित उठाई सीताजीलाई रथमा राख्यो। हवाई मार्ग हुँदै रामदेखि सीताजीलाई हरण गरी छुटायो। सीताजी रुँदै कराउँदै हे राम हे लक्ष्मण भनी कराए। अनि सीताको विलाप जटायुले सुनि जटायुले रावणको रथमाथि आक्रमण गर्यो। रावणको रथ र हर प्रकारले रोक्ने कोसिस गरे र जटायुले रावणको रथलाई नै तोड्न पनि थाले। अनि त्यसपछि जटायुले घोडामाथि पनि आक्रमण गरे र यो देखि रावण रिसाएर रावणले आफ्नो खड्ग निकाली जटायुको दुवै पखेटाहरू काटिदियो। जटायु जमिनमा बजाइयो र सीताजीले आफूसँग भएको त्यतिखेर केही कर गहना थियो जस्तो देखिन्छ। केही गहनाहरू केही चिन्हको लागि पोको पार्यो। त्यो पोको बनाए राम लक्ष्मणले समाचार पाउन् अथवा सन्देश पाउन् भनी जमिनमा खसालिदिनु भयो। त्यो पोको चाहिँ गएर सुग्रीवको नजिकै आई भुइँमा चढ्यो। अनि सुग्रीवले त्यो पोकोलाई टिप्नु भयो। आकाशबाट यो कसले खसाल्यो भने सुग्रीवले टिपेर राखे। सुग्रीवलाई पनि थाहा थिएन सीता भने को हुनुहुन्छ भनेर। त्यतिखेर सीताजी राम लक्ष्मणले पनि सुग्रीवलाई भेट्नु भएको थिएन। त्यसपछि रामले मारिसलाई मारी फर्किने क्रममा बाटोमा लक्ष्मणलाई भेटाउनु भयो। रामले लक्ष्मणलाई भन्नुभयो सीतालाई एक्लै छोडी भाइ लक्ष्मण तिमी किन आयो? मैले तिमीलाई दिएको आज्ञा किन तोडेर आयो? लक्ष्मणजीले श्रीरामलाई बिन्ती गर्दै भन्नुभयो मैले माईलाई बिन्ती गरी तपाईलाई एक्लै छोडी म जान सक्दिनँ। म दाजुको आज्ञा तोड्न सकिनँ भनेर मैले माईलाई बिन्ती गरेँ। माईले मलाई दुर्वचन बोल्नुभयो। माईलाई मैले धेरैचोटि बिन्ती गरेँ। मेरो बिन्ती अस्वीकार गर्नुभयो। अनि म यसरी हजुर भएको ठाउँमा आउन बाध्य भएँ भनेर लक्ष्मणले श्रीरामजीलाई भन्नुभयो। अनि सीता र श्रीरामले भन्नुहुन्छ सीता स्त्री हुन्, एक्लै यसरी घना जङ्गलमा छोडेर आउनु हुँदैन थियो भनी हतार गरेर राम लक्ष्मण आश्रमतिर तर्कनु भयो। आश्रममा सीतालाई कतै देख्नु भएन। सीतालाई बोलाउनु भयो। सीताजी बोल्नु भएन। अनि राम अति शोक गर्न थाल्नु भयो। त्यतिखेर श्रीरामले अति शोक गर्न लाग्नु भएर मेरी सीतेलाई कतै राक्षसहरूले गरे कि दुष्टहरूले को लगी खाए कि? रामले हे वनदेवी तपाईहरूलाई थाहा छ भने मलाई बताइदिनुहोस् भनेर बताइदिनुहोस्। यिनी सीता मेरो प्रिय हुन्। सीता कहाँ छिन् भनेर सीता हे सीता भने बोलाउँदै हिँड्नुभयो। ज्ञानै स्वरूपी राम मानिस शरीरको विरह हुनुभयो। घोर चिन्ता गर्नुभयो। घना जङ्गल भित्र राम लक्ष्मण जताततै सीतालाई खोज्दै हिँड्नुभयो। अनि सीताजीलाई वनमा खोज्दै हिँड्दा रावणको धनुषको अनेकौं टुक्राहरू भेट्नुभयो। सीतालाई खोज्दै जाने क्रममा राम लक्ष्मणले घायल अवस्थामा प्राण त्याग्नै लागेको जटायुलाई भेट्नुभयो। जटायुले रामलाई भने रावण आई सीतालाई हरण गरी लगेको छ। त्यो हरण गरेर लैजाँदै गर्ने क्रममा मैले रावणलाई रोक्न खोजेँ। धेरै कोसिस गरेँ। मैले आफ्नो प्राणकै ख्याल नराखी हरेक कोसिस गर्दै पनि सकिनँ भनी सबै समाचार जटायुले रामलाई बताए। हे राम भन्दा भन्दै आफ्नो प्राण त्यागे। श्रीराम र लक्ष्मणले जटायुको सद्गत दाह गरी राम लक्ष्मणले स्नान गरी जटायुलाई पिण्डदान दिए। श्रीराम लक्ष्मणले पिण्डदान दिनुभयो र जटायुको श्रीराम र लक्ष्मणले काजक्रिया गरिदिनु भयो। अनि जटायुलाई श्रीरामले मुक्ति गरिदिनु भयो र अनि त्यसपछि जटायुले आफ्नो जीवन आफ्नो मुक्ति वैकुण्ठमा जटायु पुगे।